बाइक बाँड्ने बाहेक मान्छेले देखेन। जस्तै तपाईँले आफ्ना छोरा नातिका पालालाई चाहिन्छ भन्दा बढी धन सम्पत्ति ए गरी नगर पुस्तालाई चाहिने कि नचाहिने त्यो त जोगाइदिने होइन। अब भएका हाम्रा पुराना कुरा पनि माओवादी नेपाललाई तपाईँ ध्वस्त पारिदियो। अहिलेका नेताहरूले त्यो बाटो खन्ने र टावर ओराउने बाहेक देखेनन्। यो त चाहिन्छ नि पुर्खालाई हाम्रो सन्ततिलाई। त्यसो भएर मैले अहिले त यो कि छैन मैले सामाजिक काम गरेको हुनाले आउने तेस्रो चौथो पाला हामी त बाँध्दैनौँ। त उसले त यो राख्नुपर्छ यस्तो गर्नुपर्छ भन्ने प्रेरणा कहाँबाट? प्रेरणा म पत्रकारिता हजुर पत्रकारिता विषय मेरो पत्रकारिता गर्दा गर्दै मैले के सोचेँ भने एउटा ज्येष्ठ नागरिकको संस्था गठन गर्न पर्यो भनेर राष्ट्रिय महासङ्घ छ हाम्रो, महासङ्घ गठन गरेँ। त्यसको अध्यक्ष म। त्यो पिरियडमा मैले विभिन्न स्कुलहरूमा जाने यसो बुझ्ने गर्थेँ। बाहुनको छोरो भन्छ रेखी थाहा छैन हो। अब अहिलेका 12 पढ्ने केटीहरूलाई 9, 10, 11, 12कालाई एक ठाउँ राखेर क्लास लिन्थेँ कि मैले। अब हिजो हाम्रो हजुरआमाले ओक्ते पिठो बनाउनुहुन्थ्यो, कसार केका लागि कहिले बनाइन्छ कि थाहा छैन कि। त्यसो भएर मलाई के लाग्यो भने हेर यो लोप भएर जान्छ, आउने पुस्ताले यो देख्न नपाउने हुनसक्छ है यो अवस्था रह्यो भने कसैले त केही गर्नुपर्छ। त्यसो भएर मैले हाम्रो पुर्खाले आफ्नो समयमा त्यति बेला त काठे युग थियो, ढुङ्गे युग थियो, तर पनि आफ्नो विवेक पुऱ्याएर बुद्धि पुऱ्याएर विभिन्न औजार बनाएर प्रयोग गरेर आफ्नो जीवनोपार्जन त गरे। अहिले हलो बनायो नि हाम्रो पुर्खाले। अहिले जति आधुनिक मेसिन गरे पनि त्यो जोत्ने त उही टुँडो त फाली त बनाउनै पर्यो छ भनेपछि वैज्ञानिक होन्छन् नि हो। तिनले आफूले बनाएर प्रयोग गरेका चिज हालाएर प्रयोगविहीन वस्तुहरूलाई सङ्कलन गरेर सङ्ग्रहालयको रूप दियो। अनि हजुरलाई परिवारबाट सहयोग छ? परिवार त बुढाबुढीको छ अनि छोराछोरी त सबैका त्यही अहिलेको परम्परा कतै सङ्घ संस्था सहयोग आर्थिक सहयोग अहिलेसम्म गरेको छ नगरपालिकाले? नगर वडा व्यक्तिगत कसैले मिसाउन मैले यो हजुरको व्यक्तिगत जग्गामा मैले बनाएको तर संस्थालाई दिउँछु। संस्थालाई दिनुहुन्छ? व्यक्तिगत हो, व्यक्तिगत संस्थागत। अनि प्रपोजल तयार पार्नु कि यसको पैसा पनि लाउँछन्। तामाका भाँडाहरू छन् अलिक मूल्यवान वस्तु त्यहाँबाट एउटा झोलेले हाम्रो सांसदको पहलमा यति लाख आयो भन्छ, त्यो बिख नमिसाउने अर्ग्यानिक। सामाजिक मान्छे, ज्येष्ठ नागरिकको अध्यक्ष भएको मान्छे, अनि यो हजुरलाई लगानी कति लाग्यो होला? सबैले बनाउँदा भेट्यो सभाको व्यक्तिगत आफै व्यक्तिगत छोराछोरीको पनि छैन, सभा करोड आफ्नै हो। बुढीको पेन्सन छ, बुढीको मेरो दिलीबहादुर चौधरी भन्ने नाम सुन्नु होला तपाईँ। अब यो हाम्रो लुम्बिनी प्रदेशको मुख्यमन्त्री त्यही हुने गरेको पैसामा प्रशस्त उसको त त्यसले भयो किन आउनु होइन माग्न भन्छ कि मैले पनि मन लागेको। अब एउटा त्यसको झोले लेखिहाल्छ कि मैले यति लगानी गरेको भन्छ कि। त्यस भएर अहिले तपाईँले कर्मचारी भनेको सरकारको, नेपाल सरकारको लगानी गर्न आउँछ। पैसा हो सरकारको, नाम राख्छ उसले। अहिले के हो भने जहाँ कहाँ छैन यस्तो बनाएर हिँड्छन्। अब अहिले त के भने 8-10 लाख भयो त मान्छेले कराइदियो हामीले छ नि त, कसले यहाँ खर्च गर्छ? अहिले यो मेला लागेपछि घट्छ, आजभोलि त्यही 8-10 जना 12-15 जना आछन् दैनिक रूपमा। तर यहाँ त के भने छोराको नयाँ वर्ष दिन त 1200 मणिग्रामको चौधरीलाई ल्याएर 1 महिना राखेर यो बनाए। त्यो सामान हजुरले व्यक्तिगत रूपमा जुटाउन चाहिँ सहयोग कसैले तपाईँ सबै किनेका सामान हुन्, सबै किनेका। तपाईँ कहाँ गएर उ गऱ्यो भने 200 दिन्छु 100 दिन्छु भनौँ, मुन्न 300 गरी त भनौँ भने 300 धेर भए पनि लिएर आउँछु, कोही 500 धेर ल्याउँछु। यसरी सबै किनेका छ। माग्दो रहेछ कि 200 वर्ष अगाडि दुईवटा जोगीले तपस्या गरेको ठाउँ थियो। यसलाई जोगीको बारी भन्दा रहेछ। मैले पहिला बारी जसले पनि मलाई जोइका बारी त भन्छु, त्यस्तो बनाएर बसेको चाहिँ जोइका। हो यहाँ जोगीले तपस्या गर्ने ठाउँ यो
वैकुण्ठपुरी हजुरले आफै यसको तलहरू पनि हरा हो टायरको बनाउँछ बनाए नि के अरे यसको नाम के लडिया। भन्छ लडिया गोरुगाडा पनि भन्छन् लडिया पनि भन्छन् अहिले पुरानो घाँस यति बोलिलो रहेछ एक ठाउँ पाएँ अहिले 95 वर्षका बुढा छन् कि मैले जान्दा यो यस्तो देखेको थिएँ भन्छन् म तिनीहरू गाडी लिएर आएको तोरी बेल्दीको अनि किनेकै सौजन्य यो सौजन्य सौजन्यको नाम लेखिदिनुहोस् होइन लेखेको छैन यो सौजन्य हो यो फालेको थिएँ यो के हो त भने दाउरा चिरेर बाल्न हुन्न भन्दा रहेछन् यसको मिहिनेत धेरै खाएको हुनाले नबाल्ने भने त दाउरा नचिरेका त्यतिकै ठुटो फालेका मैले चाहिँ ल्याएर अरू बनाएर अब यी ठिकै जाता पनि अब अहिलेका दराजहरू के अरे नि हाम्रो पालाका दराजी नै हो नि दराज खेर आरो थिएन गन्तराले चिरेर यता ताछेर कति मिहिनेत गरेर बनायो होला नि अहिले यस्तो अहिले त मिसिनले काट्छ नि धेरै बन्जराले उल्टा चल्छ यो यो गुन्डाको 80 वर्ष पुरानो उखु पेल्नेको होला होइन उखु कहाँबाट आयो यस्तो के रहेछ तल चाउल थापेर यो ए त्यसरी पेल्छ पछि त फलामको मिसिन आयो केटाकेटीले घुमाइदिएर फुटालिदिए त्यही भएर तल झारेको छु अहिलेलाई मैले त्यसरी पाएको छु जस्तै यो 116 वर्ष पुरानो यो 80 वर्ष पुरानो जाले डोको भन्छ नुन बोक्ने डोको हजुर यो त हाम्रो जमाना यो त टाइप गरेको भन्ने त ठुलो कुरो थियो ऐसा खुर्पेटो यो खुर्पेटालाई के भन्छन् खुर्पेटो भन्छ यसलाई यो खुर्पेटालाई पनि खुर्पेटै भन्छ खुर्पेटै भन्छ अर्को बाटुलो हुन्छ यो बाटुलो हुन्छ यो बाटुलो छ यो राख्ने दाब हो त्यसलाई दाब भन्छ दाब भन्छ पैसा भएपछि यस्तो गर्ने तपाईँले भने चाहिँ जाले डोको ल्याएको छ तपाईँले नुन डोको भन्नु नि हाम्रै जाले डोको भन्छ ए जाले डोको हामी नुन डोको भन्थ्यौँ जाले डोको यो सामान राखेर यसले बाँधेर हजुर यस्तै पुराना चिजहरूलाई सङ्कलन गरेर मजाले जम्मा गर्न सक्नु रहेछ कि तपाईँ लाइट बाल्नुभयो पाएँ 5000 भनौँ 5000 हालेर ल्याएको अहिलेको अहिले नोरी टिकी कहीँ राख्ने कि महिलाहरूले हो पहिला झुन्ना हुने हुने यो यो ढडिया माछा यो ढडिया यो छाँचुर यसलाई छाँचुर भन्छ छाँचुर ढडिया ढडिया पेरुङ्गो यसले माछा छोपेर राख्नेलाई पेरुङ्गो यो चाहिँ अब ढक भएको झार्ने यो सेर यसलाई के चापी अरे यसलाई भोटे टाल्छ भन्छ भोटे टाल्छ भोटे टाल्छ यो एउटा त यो ठिक हो खाएको हो यो यसलाई यो सङ्ग्रहालयको नियममा अधुरो नराख भन्दो रहेछ यसलाई बनाउनु बाँकी छ यो जानेको मान्छे जो त भएन त्यो गान्धी चक्का भिसिआरका चक्का पनि तिनै यो भिसिआर अनि हुँका पनि थिएको सिलिम पनि थिएको अनि हजुरको यो ऊ देखिएन गाउँपालिकामा बस्दाखेरि म टाइप गरेँ अहिले पनि जागिर छ छैन रिटायर हो रिटायर ए केमा जागिर गर्नु मैले स्कुलमा गरेँ टिचर गर्नु के गर्दो रहेछन् भने पुराना मान्छेहरूले मुटुक दुखेको औषधि भन्दा काटेर पानीमा भिजाएर खाँदो रहेछन् कि त्यो काटी काटी औषधिको रूपमा प्रयोग गर्दा चाहिँ यत्रो भएछ यो छाला यसलाई गोडाको छाला ढाल भन्थ्यो पहिला लडाइँ गर्दा यहाँ तेलो राखेर यहाँ पाल्दा रहेछन् बत्तीको विकास हुनु अगाडि खास त्यो थिएन नि त्यसपछि यो कामीले यो ऊ बनाइदिएछ फड्यो पछि गएर यिनी विकास भयो नि त्यसरी बत्तीको पर्काहरूमा यो ऊ काठ यहाँ चिउरिएको हालेर बाल्थ्यो त्यो जाबो अब यो अब पुरानो हो 1325 सालमा यो अर्काका राजा 25 सालमा खाँचीका राजाहरू त्यहाँ उत्खनन गर्दा फेला पारेर एकजना अहिले खाँची त घोडेको राजा हुन्छ काठी चिन्नुहोस्
हो के अरे झन्न भेट थिएछ यिनी त कहिलेकाहीँ त्यहाँ छन् छैन आफै हो कसै खबर गरेर नि बाइक लिएर जान्छु आफै बोरो कबाडले नै बोरा भएर बाइक चलाउँछु त्यही भयो त्यो पशुधन गर्न पर्ने त्यो बनाउने मान्छे छैन त्यो सनबहादुर क्याप्टेन भन्ने छ नि सनबुटा तपाईँको यो गोरखुट्टाको सम्झिन्छ कि हो ल उज्यालो नेपाल रेडियो सुन्नु भने ल्याउनुबाट यिनी त डोमी किनेर ल्याएको कति पर्ने रहेछ यिनीलाई 25,000 रुपियाँ